हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र सबैलाई गुड मर्निङ मैले धेरै पछाडि भ्लग लिएर आएको छु आफ्टर लङ टाइम पछाडि 6-7 मन्थ पछाडि फेरि भ्लग लिएर आएको छु गाइज है र मैले चाहिँ दाको घरबाट भ्लग स्टार्ट गरेको र वेदर चाहिँ भर्खर स्टक घाम लागिरहेको थियो पुरा गरम भइरहेको थियो अहिले चाहिँ फेरि शीतल भयो पानी पर्ला जस्तो हुन्छ फेरि घरि घाम घरि पानी है गाइज यस्तै छ र आफ्टर लङ टाइम पछाडि फेरि भ्लग लिएर आएँ गाइज है सबैले माया गरिदिनुहोस् होला है र मेरोबाट पनि तपाईँहरूलाई धेरै माया छ है गाइज यस्तै छ आज फेरि मैले भ्लग लिएर आएको होइन र यस्तै छ आजको दिन र सबैलाई ह्याभ अ नाइस डे फेरि वान्स अगेन है फेरि वान्स अगेन भन्छु वेलकम ब्याक टु माई च्यानल है र 15 स्ट्रेट भ्लग हो है र म चाहिँ मेरो गाउँ आइरहेको छु है गाउँमै छु र दसैँको लागि आएको दसैँ अब मनाउनु आज सरस्वती पूजामा पनि जानुपर्ने छ र अर्को कुरा भन्दा पूजामा फ्युनरलमा पनि जानु छ फ्युनरल चाहिँ के छ यो फ्युनरलमा चाहिँ आज दाको घरमा काम छ दाको ड्याड डेथ हुनुभएको थियो र आज म त्यहाँ पनि जानु लागि रेडी भइरहेको थिएँ है त्यहाँ पनि कुनै पर्ने छ जानै पर्ने छ अहिले गाइज है अहिले अब म सबैभन्दा फर्स्ट फ्युनरलमा जान्छु त्यहाँदेखिको चाहिँ पूजामा जान्छु है पूजामा सानो टिका सिका लगाएर आज पूजा छ अब दसैँको पूजा मेरो फेरि 1 इयर्स पछाडि यो वर्ष मात्रै मेरो के भन्छ दसैँ भएको योभन्दा नेक्स्ट इयर भएको थिएन मेरो किनभने मेरो घरमा पनि यसो के भन्छ मेरो पनि जुठो लागेको थियो त्यही कारणले यो पालि चाहिँ भयो र म कहाँ थिएँ यत्रो भन्दाखेरि चाहिँ म चाहिँ यत्रो महिना चाहिँ बेङ्गलोरमा थिएँ है र बेङ्गलोरबाट चाहिँ म बिमार भएर चाहिँ आएको है र बिमार अहिले चाहिँ जाति भएँ फेरि नेक्स्ट मन्थदेखिको चाहिँ फेरि म जानेछु है मेरो फेरि काम गर्नै पर्ने छ गाइज है फेरि अब काम गर्दा गर्दा म फेरि अब भ्लग पनि गर्छु मैले यत्रो आफ्टर लङ टाइम 6-7 मन्थ पछाडि म फेरि भ्लग अपलोड गर्दैछु गाइज है तपाईँहरूले धेरै धेरै माया दिनुभएको थियो है अन्त मेरोबाट पनि धेरै धेरै माया छ है गाइज अन्त आजको सबैलाई ह्याभ अ नाइस डे है अन्त सबैजना सन्चै हुनुहुन्छ होला मेरो फ्यान्सहरू भन्नु होला मेरो गाइजहरू सबैजना मेरो दिदी बहिनी भाइहरू सन्चै हुनुहुन्छ होला र यस्तै छ आजको दिन ल गाइज म चाहिँ अब फ्युनरल गएको निक्लेको पनि ल गाइज माथि घर आइपुगेँ है र घर आइपुगेर यहाँनिर सबैजना दसैँको लागि रेडी गर्दै रहेछ है झाडु खाल्दै रहेछ म त उखाल्दिनँ मेरो नङहरू हेर्नुहोस् गाइज है झाडु खाल्ने जस्तै छ मेरो नङहरू हेर्नुहोस् म त झारसार केही उखाल्दैन बहिनी रहेछ बहिनी भाइ यता सेन्डुकेस ल्याएर बसिरहेको रहेछ बनान दिदी यो चाहिँ मेरो दिदी हो दिदीले पुरा घर सफा गर्दै रहेछ आज भाउजूलाई त भाउजू त पुरा लजाउँछ गाइज है भाउजू पुरा लजाउँछ अन्त आज चाहिँ गाइज अपलोड गर्छु आमाले मलाई किन बोलाउँदैछ गाइज भन्नु त म आउँदैछु अहिले चाहिँ यहाँ चाहिँ आमा हो है आमाले पनि घर पुरा सफा गर्दैछ है दसैँको लागि बहिनी तिमीले चाहिँ के भन्छौ लु भन्नु के भन्नु छ भन्नु त तिमीलाई के भन्नु छ किन देखाउनु लु भनिहाल त यो काका चिन्ने काका है गाइस यस्तै छ आजको भर्खरसँग टन घाम लागिरहेको थियो र टन घाममा चाहिँ गाइस तपाईँहरूलाई अझै एकजना भेटाउँछु है एकजना चाहिँ भित्र बसिरहेको छ गाइस मजाले हाम्रो है हाम्रो यहाँ चाहिँ खास बोजू चाहिँ हाम्रो बोजू चाहिँ यहाँ छ है कि बोजू हेलो नमस्ते भन्नु नमस्ते आफूलाई नमस्ते भन्नु पर्ने नि आफैलाई नमस्ते सबैलाई नमस्ते भन्दिनु सबैलाई नमस्ते बोजूले चाहिँ नमस्ते बोजू पनि घाम लागेर बसिरहेको रहेछ बाहिर र घर चाहिँ दसैँ अब चाहिँ हामी माथि निक्लिनु आँटेको है यस्तै छ आजको दिन मजाको भइरहेको छ ल नमस्ते बहिनी आमासँग बसिरहेको छ बहिनी यहाँ बसिरहेको छ है र हामी चाहिँ जानु आँटेको र अब वेदर पनि अब चाहिँ घाम लाग्यो शीतल भयो अलिक अघि चाहिँ टन घाम लागिदिरहेको थियो गाइज है यस्तै छ हाम्रो गाउँ चाहिँ है गाइज के गर्नु है झारपातले चाहिँ पुरा भरेको छ है र झारपात यस्तै छ आजको दिन स्मोकी हो गाइज है स्मोकी यहाँ यो चाहिँ यहाँनिर गएर पुरा कुरो गर्छ गाइज यहाँ गएर यता गएछ यता जङ्गल भइरहेको छ माथि चाहिँ मेरो घर छ नानीहरू सबै त्यहाँ रहेछ लुगाहरू सुकाइरहेको छ भन्देऊ न
छिटो न हेलो भनिदेऊ न मजाको हेलो गाइज अरे ऊ चाहिँ मेरो बहिनी हो है हेलो गाइज भनिदेऊ न हेलो गाइज गाइज के गरेको हो भनिदेऊ न बहिनी के गरेको के गरेको अरे के खेलेको यस्तो चाहिँ ओइ अहिले त्यस्तोहरू मुखमा हाल्छ अहिले धुलाइदिन्छु अहिले छाडा भएको छु के हो त्यो बहिनी के हो यो के हो के हो यो ए त्यो चलाउनु हुँदैन है हात काटिन्छ है आया हुन्छ के हुन्छ अरे आया हुन्छ बहिनी हेर त यता हेर त सिकाना यसो नाकमा छि च्या मैले को सिकाना छि छि च्या खोइ तिम्रो चप्पल अन्त बेबीको ए बहिनीको यो पनि रेड रहेछ यो पनि रेड रहेछ कैँची पनि रेड रहेछ आइसला के राम्रो छ हौ मेरो बहिनी त को अरे ऊ को हो बहिनी ए दिदी हो आइसला तिमीले माम खायौ बहिनी अन्त खायौ है ए त्यो मुखमा हाल्नु हुँदैन है हेलो भन्देऊ न हाउ आर यु के हो त्यो पानी छ अहिले पानी खाने अलिकति खाऊ अलिकति नुन खुवाउ त लु के खाएछौ तिमीले अलिकति अरे आम्मा यसरी पनि पानी खान्छ बहिनीले आइसला वाउ वाउ है वाउ मिठो 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 कहाँ गएको बहिनी लु जाऊ माथि माथि गएको होइन लु छिटो खोइ तिम्रो चप्पल चाहिँ अन्त बाजी सुतिरहेको रहेछ है खोइ तिम्रो चप्पल बस ल बहिनी कहाँ गएको ल अहिले आउँछ ल हुन्छ भन न ऊ तल बाजे भएको गएको ल बाई बाई अहिले आउँछु बाई बाई भनिदेऊ न पहिला बाजे हान गर्छ ल आउँदैछु ल म गाइस म चाहिँ रेडी भइसकेँ है रेडी भएर अब निस्किन आँटेको टक्कै रेडी भइसकेँ टक्कै अब निस्केको आमा पनि कलर गर्दै रहेछ यहाँनिर अगाडि गाइस म चाहिँ निस्केँ है र सर्ट लगाएँ ज्याकेट लगाएँ टक्कै क्याप त अघि लाग्थेँ प्यान्ट लगाएँ टक्कै आउटफिट चाहिँ यस्तो भइरहेको छ गाइज है अब म टक्कै ऐना हेर्छु एकखेप ऐना हेरिकन चाहिँ टक्कै लाग्दिएको अब चाहिँ घुम्नु धेरै भएको थियो घरबाट ननिक्लेको बाहिर र आज चाहिँ निक्लिन आँटेको गाइज है र यस्तै छ र मेरो आउटफिट चाहिँ यस्तो भइरहेको छ गाइज है र म देखाउँछु आउटफिटलाई मेरो आउटफिट चाहिँ यस्तो छ है गाइस अब चाहिँ म निस्केको है पानी पनि पर्नु थाल्यो है म चाहिँ निस्केँ अब घरबाट है दा रेडी भइसक्यो के भएछ आइपुगेछ रेडी पनि दा पनि आइपुगेछ अन्त टक्कै हामी चाहिँ ओके यहाँ छ पानी पनि पर्दो रहेछ गाइज है पानी पनि पर्दैछ अघि चाहिँ हेभी मेरो आउटफिट हो दा टक्कै यहाँ निस्क्यो है टक्कै दुई भाइ चाहिँ अब चल्दैको है टक्कै ल गाइज अब माथि पुगेर भेटौँ बाइकको छेउमा पुगेर है गाइज हामी चाहिँ माथि आइपुग्यो बाइक भएको जग्गामा है र यहाँसम्म चाहिँ बाइकै ल्याउनुपर्छ है यहाँदेखि ओह्रालो चाहिँ हामी हिँड्दै जानुपर्छ गाइज है अन्त यस्तै छ यहाँ चाहिँ हाम्रो सन्तोष दाको घर हो है टक्कै हाम्रो बाइक चाहिँ यहाँ छ है टक्कै अब हामी फेरि निस्किने गरम पनि भयो पानी पनि अलिअलि पर्दैछ है यस्तै भइरहेको छ वेदर चाहिँ र टक्कै न्युट्रलमा कसले हाल्यो ल गाइज हामी चाहिँ अब निस्केको है धेरै टाइम पनि भयो 1:30 ज्यादा भइसक्यो यो चाहिँ मेरो घरको गाडी हो है अन्त यहाँ राखिरहेको छ घरको गाडी चाहिँ एकछिन बन्द गर्दा ल गाइज अहिले भेटौँ है हामी चाहिँ अब निस्केको है टक्कै दा र म चाहिँ अब निस्केको है आज पूजा पनि हो सरस्वती पूजा र पूजामा पनि निस्केको
र फ्युनरलमा पनि गएको गाइज हाम्रो बाटो त्यस्तै छ अब है र धारापट्टि पढ्दैको उकालो है र दाहरू माथि पर्खिरहनु भएको छ अरे पर्खिरहनु भएको छ अरे मरौ जानु लागि र हामी चाहिँ निस्क्यो है र गाइज अहिले भेटौँ त्यस्तै छ जिन्दगी त्यस्तै छ दिन र हाम्रो चाहिँ यहाँ पानी पर्दैछ तपाईँहरूको त्यहाँनिर कस्तो छ वेदर भनिदिनुहोस् होला है अघिसम्म त पुरा गरम भइरहेको थियो अहिले त फेरि के भन्छ ज्याकेट लाउने बेला भयो अघि चाहिँ यही सर्ट पनि खोलेर कहाँ भन्नु जस्तो हुँदै थियो र अहिले चाहिँ फेरि टक्कै पानी पर्नु थाल्यो हाम्रो यहाँको चाहिँ हिल्सको चाहिँ वेदर चाहिँ बुझ्नै सक्दैन क्या एकछिन घाम लाग्छ एकछिन पानी पर्छ है र यो जग्गा चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ अप्पर तलक्सन फार्म हो र यो चाहिँ सिकोलाई हाम्रो पहिलानिर हामी स्कुलबाट आउँदा होइन सबैजना यहीँ बस्छ सिकोलाई भनेको जस्तो चाहिँ प्रायः जस्तोले चिन्छ किनभने यहाँबाट राम्रो भ्यू देख्थ्यो बाटो चाहिँ यस्तो छ र बाटो बनिँदैछ आधी बिचसम्म त बेलाइ भएको छ र आधी बिचदेखिको चाहिँ यो बर्खा सकेर हुन्छ भन्दै थियो गाइज है ल गाइज अहिले भेटौँ बेसी लामो पनि हुन्छ होला मेरो भ्लग आजको ल गाइज अहिले भेटौँ है हुन्छ है बस्दा मरौमा फ्युनरलमा आएको हामी चाहिँ है ठिकैको ल गाइज अहिले भेटौँ गाइज हामी चाहिँ मरौ आइपुग्यो है मरौमा आएर खानासाना खाइदिएर टक्कै यहाँ छ चोचोको घर टक्कै मान्छेहरू यहाँ छ हामी चाहिँ आइपुग्यो खै हामी अब मरौबाट निक्लेको पनि गाइज है यस्तै छ गाइज म चाहिँ आइपुगेँ है आइपुगेर पनि लुगासुगा फेरेर पनि अब के भन्छ मरौबाट आएर लुगासुगा पनि फेरिसकेँ अब घर आइपुगेँ पानी परेको कारणले म काम जानु पाइनँ गाइज है र आजको भ्लग म यतिमै एन्ड गर्दैछु है र तपाईँहरूलाई स्योर राम्रै लाग्नेछ है र आफ्टर लङ टाइम बाद फेरि मैले भ्लग अपलोड गर्दैछु है गाइज र म चाहिँ घर आइपुगेँ गरम पनि पुरा भइरहेको छ अन्त अब चाहिँ म टक्कै फ्यानको अगाडि टक्कै बसेर चाहिँ म गाइज गेम खेल्छु है ल गाइज आजको भ्लग यतिमै है थ्याङ्क यू फर वाचिङ माई भिडियो है फेरि आउनेछु है फेरि नेक्स्ट